हेलो सबैजनालाई मेरो नमस्कार है। आज लकी रोयलमा एउटा सेटअप भन्ने एउटा चारवटा इमोट आएको रहेछ। त्यो इमोट Oh निकाल्ने man, योजनामा छु म। I should have finished those deep fried chicken wings from इमो last निकाल्नु पर्ला, night. कति लाग्दो रहेछ त्यो हेर्नुपर्छ। सबैजनाले एकचोटि यसो हेर्नु पर्यो। 2500 डायमन्ड छ। 2500 डायमन्डमा कति यो इमो निकालौँ भन्ने आयो। 1 स्पेन 9 लाग्छ। ल 9बाट सुरु गरौँ न, सानैबाट सुरु गरौँ हुनुपर्छ है। ल कचरा बराबर कङ्ग्रेचुलेसन कचरा हुन्छ नि है त्यसलाई। ल पर ए बिचमा यही परिगयो। लगभग मलाई लास्टमा वाट भन्ने एउटा मात्रै पर्छ होला। 1000 डायमन्ड नै पर्छ कि खै। अझ कन्डिसन के गर्नुपर्छ कि यो कङ्ग्रेचुलेसन ठिकै छ, यहीँमा नि ह्याप्पी हुनुपर्छ। फेरि यसमा यो होइन, यो चाहियो मलाई मोट। अब तिनवटा छ, तिनवटा मात्रै। अब के हुन्छ 99 पऱ्यो। ल 1 2 3 1 2 3 1 2 3। ओ भाइ क्या मिल गया मेरे को, ठिकै छ। अब 2200 डायमन्ड लाग्यो। के लाग्छ कि यार, के हो यो? अब लास्टमा 500 नै नाउँछ नै खर्च भयो। के पर्छ अब, यहाँ हानिदिन्छु म, के हुन्न। लाइक गर्नु, सब्सक्राइब गर्नु। अब होइन हेर्नु लागेको मान्छेहरू म पनि त सानो युट्युबर कुन पर्छ। ओ भाइ जुन मैले छानेको, जुन इमोटमा मलाई चाहिएको थियो त्यो इमोट निक्ल्यो। अब यसलाई 1000 डायमन्ड चाहिँ लाग्यो यो निकाल्नको लागि। ठिकै छ। 9बाट स्पेन गर्नु र 1000 पर्नु नि यस्तो हुनु त। अब लक्की हो, पर्ने नपर्ने मेरोमा परेन। त्यो 1033 लाग्यो साथीहरू होइन। ल नयाँ आउनुभएकोलाई लाइक सब्सक्राइब गर्नु होला। म पनि सानोतिनो युट्युबर हो, बनाऊँ कि भन्ने हो। अब खै सहयोग गर्नु पर्यो।